हेलो साथीहरू सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा। आजदेखि चाहिँ मैले युट्युबमा चाहिँ नयाँ भिडियोहरू बनाएर हाल्ने मैले सानो प्रयास गरेको छु है त। अब त कस्तो हुन्छ फेरि आज हालो भोलि आएर झ्याउ लाउन सक्छ। मेरो मुडको केही ठेगान छैन, त्यही पनि यस्तो आज मुड चलेको बेलामा भिडियो गरौँ भनेर लागिरहेको। ल उता हाम्रो माइली बहिनी वेलकम गर, नमस्ते गर, हेलो गर। नमस्ते डोगदिया। हेलो के काट्न गाउ अनि गहुँ काट्दैछु भन्ने होला, खाना खाँदैछु भन्छन्। भात खाँदैछु नि। यस्तै छ आज वैशाखको कति रे 27 हो क्या, 26 हो र। भनेपछि आज 2083 साल वैशाखको 1 महिना 26 गते। आज हिजो अस्ति चाहिँ ठुलो असिना पानी आयो। आज चाहिँ यस्तो घाम लागिरहेको छ। आज मकै खन्न जाने भनेको, धार आएर भेरोक बख मकै अलि दिन नखन्ने भने पुरै पुर्छ, झन् ढाउँछ। आज मकै खन्न जाने भनेको शनिबारको दिन पारेर घाम लाएर नसकेला जस्तो फिल भइरहेछ। हाम्रो मम्मीले भित्रबाट लौ अल्छी गरे अब जान्न निनहरू भनेर बाहना मात्र बनाउन लायो भनेर भित्रबाट म मकै खान जान्छु, तिमीले यहाँ घरको काम गर भन्दै हुनुहुन्छ। तर म पनि मकै खान चाहिँ जान्छु ल। अनि यहाँ छिन् हाम्रो मिठो 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 उडा, उहाँ ऊ बाबा आउनुभयो। मिठो उता चाहिँ हाम्रो डन घाँस काट्न नआउने रे, काम गर्न ढाउ भयो। अनि भन्दैछन् ओए यहाँ भ्लग बनाउँदैछु। ए भगवान, हाम्रो आलु हेर्नु त गाइस, हाम्रो आलु यस्तो फले यात्रो मसिना बडा ढुरीले आलु पनि राम्रोसँग हुन दिएन, छिप्पिन दिएन। उहाँ काले फेरि त्यहाँ छ है, हेर्नु काले काले ओ काले। हाम्रो घरे 3टा कुकुरहरू छन्। कुकुर भन्नुहुन्न, काले, टाइसन, मिठो। अर्को आयो फेरि, यहाँ कालेलाई बोलाएको रिस गरेर आयो मिठो। ओ मिठो, यो चाहिँ बाबाले काम गर्ने ठाउँ है गाइस। यहाँ बाबाले फर्निचरमा, हाम्रो बाबाको फर्निचर हो। यहाँ बाबाले दराज, पलङ, टेबल, झ्याल, ढोका, फर्निचरका सबै कामहरू गर्नुहुन्छ। यहाँबाट बनाउनुहुन्छ। हजुरहरूलाई पनि आवश्यक छ भने यसो सम्पर्क गर्नुहोला भन्न चाहन्छु। ए टाइसन चाहिँ कहाँ गएछ? हाम्रो गाउँ चाहिँ यस्तो छ, यस्तो छ है। यहाँबाट अब ओख्ले असाउजे माछको तेरा पनि देखिन्छ। यहाँ चाहिँ हाम्रो स्कुल छ। हामीले 10सम्म पढेको जनता श्री जनता माध्यमिक विद्यालय, जनता सेकेन्डरी स्कुल। यता छ हाम्रो गाउँ, यस्तो छ है। आजको मौसम चाहिँ यस्तो छ। हाम्रो पापाजी आउनुभयो। ल वेलकम टु माई न्यू भिडियो। हाम्रो फादरलाई
ल तल गएर के गरेर आउनुभयो घुमेर भैँसी हेर्न होइन र गएको भएन कुरा कस्तो रहेछ भैँसी कति भने 65,000 हालेकोलाई 1 लाख ए ऊ त्यो हाम्रो गाउँ छ यहाँ गहुँ काट्ने भनेर बल्ल 3टा मुठा लिएर गहुँ काटेर बसिन् 3टा बिटो सक्ने बेलामा 3टा मुठा 3टा मुठा त्यही पनि अझ एउटा त मैले काटेँ ल्याइदेऊ नि त तिमीले जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।